बाबु नानीहरू युट्युबको सस्तो सोमा केही फेमिनिस्टहरूले सन्दीपको मजाक बनाएको भन्न सुन्नमा आएको छ। आउनुहोस् पहिले यो भिडियो हेरौँ अनि त्यसको कमेन्टहरू पढौँ ल। के नेपालको सो कल्ड इन्फ्लुएन्सर्सहरू अब यतिसम्म तल गिरिसकेका छन् कि नेपालको गहना मानिने क्रिकेटर सन्दीप लामिछानेको पास्टलाई जबरजस्ती कोट्याएर एउटा पब्लिक प्लेटफर्ममा आएर यस्तो सेमलेस तरिकाले उसको क्यारेक्टरमाथि यस्तो भद्दा मजाक उडाइन्छ र यसलाई नर्मल तरिकाले हेर्ने प्रयास पनि गरिन्छ। ल सुरु गरौँ। कहाँ सन्दीप लामिछाने हिरा, कहाँ ठमेलको पान्छेको किरा। यही नहीं अभी और सुनिए। त्यो लाई त सिस्नो पानी लगाइदिनु पर्ने। अब हुने खेल बिग्रियो भने यो केटीहरूलाई छोड्ने छैन। सबैजनाले त्यो युट्युब च्यानललाई रिपोर्ट गरिदिनु होला। मैले त गरिसकेँ है। अरे वाह, गुड आइडिया। साँच्ची भन्दा यो समाचार सुनेर थाहा भयो, नत्र यो केटीहरू को हो के नाम अझै थाहा थिएन। सही बात है। भन्न त के भन्न मन थियो, तर यहाँ भन्न मिल्दैन। अब मैले के भन्न खोजेको त्यो कमेन्ट गर्नु त साथीहरू। बाबु नानीहरू युट्युब